अहिलेसम्म एउटा नेता पनि छिमेकी हजुर मैले मिडिया मार्फत नै हजुरलाई भनेको मेरो गाई छ मैले कतै जान पाइनँ मलाई यो बाँच्नु गाई घर भत्काने गाईको गोठमा नभत्काइदिनु प्लिज मलाई यो चाहिँ पाल्न दिनुहोस् म रोडमा बस्छु भन्दाखेरि मलाई त्यसैले छुट लगाइदिनु मैले मिडिया मार्फत नै भनेको छु अहिले ठुलो गल्ती गरेँ हजुरलाई यसपालिलाई अब पहुँच्यो भने अहिले नै पहुँच्यो भने म हजुरको त्यसको लागि होइन त्यसको लागि होइन होइन म एउटा मान्छे हुँ तपाईँ एउटा मान्छे मान्छे जस्तै गरेर हजुर मान्छे नै हो मान्छे होइन भगवान नै हो हाम्रो लागि यतिखेर हामी चिल्ली र बिल्ली बसेको ठाउँमा हजुर आएर यहाँ हामीलाई भेट्यौँ नि हामी एकदम खुसी छौँ यो गाईको पाप भएर मलाई केटी बरु जहाँ हुन्छ मेरो यो स्कुल भत्काइदियो मेरो नातिले के भन्छ भने बाबा मेरो घर त भत्कायो यो स्कुल चाहिँ किन भत्काएको त मेरो अधिकार छैन बाबा भन्दाखेरि कति हाल म मर्छु ढुङ्गेर भन्छ यही आलो 5 वर्षको 10 वर्षको नाति छ हजुर के गर्नुहुन्छ बालबच्चाहरू कहाँ पढ्ने हजुर आइदिनु नखानुहोस् हामी छौँ म छु है कुरा बुझ्नुभयो नि हरेस ल दुःख लाग्छ त्यही हो हजुर यतिखेर प्रधानमन्त्री भइदिए भए हामीले धेरै रात पाइने जस्तो हामीले पाइएन जानेनन् जनताले जानेनन् मेन जनताले नै घात गरिदिए यति हो ल यहाँ सम्पर्क नम्बरतिर होइन उहाँ लिनु न जति सक्दो लिनु न